नमस्ते सबैजनालाई। अहिले हामी यो ठ्याक्कै खैरेनी 8 देवदह पाकटी ट्रीमा छौँ। यहाँको रेख हुनुहुन्छ, उहाँहरूसँग म केही क्वेसनहरू सोध्दैछु। हजुरहरूको परिचयदेखि सुरु गरौँ। नमस्कार, म रुद्र पाण्डे, देवदह नगरपालिका कर्मचारी। मेरो थाहै बसोबास सेटल डाउन नजिकै हाम्रो यो ऐतिहासिक धार्मिक सम्पदाले भरिएको यस पाकरी वृक्षबाट बोल्दैछु म। हाम्रो देवदह 8 रूपन्देही जिल्ला लुम्बिनी प्रदेशमा अवस्थित यस ऐतिहासिक पाकरी वृक्ष जहाँ बुद्ध भगवान आएर बस्नुभएको, खेल्नुभएको र 2700 वर्ष पुरानोलाई अनुमान गरिएको छ। र धार्मिक हाम्रो मास्टर होल्डर, पिएचडी होल्डर र विभिन्न धरती माताहरूले मेडिटेसन गरे अनुसार 33 कोटी देवता शिवजी, गणेश भगवान, शेषनागले वास गर्नुभएको यस पवित्र वृक्ष, अमृतमय वृक्ष, जसलाई अवलोकन गर्नको लागि नेपालको सामान्य किसानदेखि लिएर मन्त्रीगणसम्म, 1 लाखदेखि लिएर पिएचडी होल्डर, मास्टर होल्डर, एमफिल, बायोलोजी, टिचिङ लगायत सम्पूर्ण टिमहरू अलरेडी आइसक्नु भएको छ। बाहिरबाट हाम्रो साइन्टिस्टहरू, चाइनाको मेयर साहबहरू र हाम्रो लिटरेट पर्सनहरू, मैले यहाँ इङ्ग्लिसमा, हिन्दीमा, नेपालीमा ब्रिफिङ, गाइड, केयरटेकर लगायत सम्पूर्ण कामहरू कम्युनिकेट सेन्टरबाट विश्वभरि कम्युनिकेट गर्नको लागि म यहाँ नगरपालिकाबाट एउटा भोलिन्टियर खटिएर बसेको छु। हाम्रो यो 96 फिट उचाइ, 82 फिट फेद र 500 फिट हाँगा फैलिएको, सधैँभरि हरियो भइराख्ने, कहिले उजाड नहुने, गिद्ध, चिल, बाज, बकुल्ला नबस्ने, गुड नलाउने, यसको नजिक हात्ती नआउने, फुल अफ पोजिटिभ भाइब्रेसन र अक्सिजन भएको, हाम्रो स्किन क्यान्सर, स्किन डिजिज, हाइपर टेन्सन, डिप्रेसन, फ्रस्ट्रेसन र क्रोनिक डिजिजहरूलाई निवारण गर्न मद्दत गर्ने वृक्ष भएको हुँदाखेरि हाम्रो देवदह नगरपालिका, टोल सुधार समिति, वार्ड प्रतिनिधि, लुम्बिनी लगायत यहाँका सम्पूर्ण शैक्षिक क्षेत्र लगायत सम्पूर्ण लिटरेट पर्सनसँगै आज पनि हाम्रो बुटुलबाट लिटरेट पर्सनहरू एड हुनुभएको छ। यो हाम्रो वृक्षमा उहाँलाई मैले नमस्कार गर्न चाहन्छु। र यस वृक्ष बुद्धको मावली र लुम्बिनी बुद्धिस्ट युनिभर्सिटीसँग कनेक्टेड भएको, जहाँ हाम्रो एग्रो फरेस्ट्री, इन्भाइरोमेन्टल डेभलपमेन्ट स्टडी, साइन्स अफ द दिन टप युनिभर्सिटीसँग कनेक्टेड भएको भाइरल ट्री, जसलाई गुगल र मोबाइलबाट नि हेर्न मिल्छ। द बर्थ प्लेस अफ लर्ड बुद्ध, लुम्बिनी डेभलपमेन्ट ट्रस्ट, ओल्ड हेरिटेज साइट पाकरी ट्री भनेर हाम्रो फेमस ट्री, एसियाको लार्जेस्ट एन्ड ओल्ड नेचुरल ब्युटी टप 10 मा पर्ने भाइरल रेयरली ट्री इन द वर्ल्ड भन्छ हाम्रो साइन्टिस्टहरूले, बाहिरका लिटरेट पर्सनहरूले। र यसमा हाम्रो विभिन्न स्ट्रक्चरहरू, सेपहरू छन्। मैले त्यो सेप पनि देखाइदिनु गइरहेको छु। अब हामी सेप हेर्नु जाने आएको लाउनु। यो हात्तीको सुँडको सेप बनेको छ। यो आँखासहित आँखा भयो, यो शिर भयो र कान भयो र सुँड भयो। हात्तीको सुँडको सेप हाम्रो एलिफेन्ट ट्रङ्क सेप भनेको छ, होइन? लाउनु। यहाँ हाम्रो फेदबाट विस्फोट भएर यहाँ गणेश भगवानको सुँडको आकृति बन्नुभएको छ। तलपट्टि फेदबाट विस्फोट भएर हाम्रो प्रशस्तै हाम्रो 24 घन्टा आशीर्वाद दिने ठाउँ, हाम्रो 24 आवर विशेष प्लेस, फुल अफ पोजिटिभ भाइब्रेसन र अक्सिजन भएको ठाउँ। र बुद्ध भगवानको तस्बिर छ। बुद्ध भगवान आएर बस्नुभएको, खेल्नुभएको एउटा आँकडा 2700 वर्ष पुरानो भएको हुँदाखेरि उहाँको तस्बिर पनि राखिएको छ हामीले। लाउनुहोस्। सर्वमा यहाँ हाम्रो यसको रुखैको फेदमा बुद्ध भगवान सुत्नु भएको सेप बनेको छ। लर्ड बुद्ध स्लिपिङ सेप। बुद्ध भगवानको पाउ भयो, त्यो हिप भयो, यो पाखुरा भयो र शिर भयो। लर्ड बुद्ध स्लिपिङ सेप। यो हाम्रो अक्टोपसको सेप बनेको छ यहाँ। र यहाँ हाम्रो हात्तीको सुँडको सेप छ, हाम्रो एलिफेन्ट ट्रङ्क सेप, है? लाउने त्यहाँ बुद्ध भगवानलाई स्तनपान गराएको सेप बनेको छ यहाँ हाम्रो ओरिजिनल्ली सेप। यो शिर भयो, स्तन भयो, शरीर भयो, हात भयो, यो बुद्ध यसरी दुध खुवाउनु लगाएको हाम्रो ब्रेस्ट फिडिङ सेप बनेको छ यहाँ, है त? लाउने सेप, अनुहारको सेप बनेको छ। यो मुख भयो, आँखा भयो, है? अनुहारको सेप बनेको छ यहाँ, है? फेस सेप। यहाँ हाम्रो ओ अक्षर बनेको छ। तलपट्टि यम बनेको छ। ओ यम ओम बनेको छ। हामीले ओम भन्दा धरतीमा प्रति सेकेन्डमा 1,21,000 किलोमिटरको भाइब्रेसनमा जान्छ ओम शब्द, है? लाउनु। गोहीको सेप बनेको छ, आँखासहित ओरिजिनल्ली सेपहरू। यो मुख भयो, यो बडी स्ट्रक्चर, हिन्दीमा मगरमच्छी भन्छ, इङ्ग्लिसमा क्रोकोडाइल भन्छ, नेपालीमा गोही भन्छ, है त्यसलाई। यो हात्तीको सुँडको सेप। स्कल, ह्युमन स्कल, मानव खप्पर। यो आँखा भयो, यो नाक भयो, यो मुख भयो, यो चेपु भयो, निधार भयो, ह्युमन स्कल, मानव खप्पर छर्लङ्ग देखेको छ। हेर्नुभएको नि? छर्लङ्गै छ। हजुरको मोबाइल ल्याउनु त खिचिदिन्छु मैले। यी जस्ताको त्यस्तै खिचिदिएछ है, मैले बढाइ नचढाइ। यो आँखा भयो, यो टाउको भयो, यो सेप, है? यो चाहिँ है, यो चाहिँ पहाडपट्टि मेरुदण्ड
यसरी यहाँ हेर्नुहोस् छक्कै देखिरहेछ डक्टरहरूले मेडिसिन पास गर्दाखेरि स्पाइनल कर्डबाट मेडिसिन ब्रेनमा पास गर्छन् कि यहाँबाट यो स्पाइनल कर्ड है आउनु शिवजीको तेस्रो आँखा पाइनियल ग्ल्यान्ड भन्छ नि पिनियल ग्ल्यान्ड यो हो राइट 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 यसरी थर्ड आई तेस्रो आँखा अनि गर्ने है वेलकम सिप जस्तो आर्मी फोर्सका हाम्रो ब्रिगेडियर कमान्डरहरूलाई होइन राज्याभिषेक गर्दा सलामी चढाउँदा हातको सुन यसरी माला लगाइदिने जसले स्वागत गर्ने वेलकम सिप हो 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 आर्मीमा काम गर्दा थाहा हुन्छ नि ठुल्ठुला महान व्यक्तिहरूलाई यसरी हातको सुन यसरी माला लगाइन्छ लाउनु केही नभएको वृक्ष विशेष त हाम्रो इन्जिनियरहरूलाई चाहिने मोस्ट इम्पोर्टेन्ट जस्तो हाम्रो लुम्बिनी इन्जिनियरिङ कलेज भलबाडी त्यहाँबाट आउनुहुन्छ हाम्रो एलइसी ग्रुप ब्याचलर अफ इन्जिनियरहरू उहाँहरूलाई चाहिने मोस्ट इम्पोर्टेन्ट हाउ टु स्ट्रङ्स फाउन्डेसन हाउ टु मेच्योर्ड पिलर भनेर उहाँहरूको एउटा स्याम्पल र एक्जाम्पल पनि बनेको छ त्यस्तै हाम्रो स्कुल कलेज युनिभर्सिटी लगायत सम्पूर्णलाई चाहिने मोस्ट इम्पोर्टेन्ट एउटा ग्रेटर नलेज ब्याङ्क हाम्रो भाइरल ट्री जसले हामीले गुगल र मोबाइलबाट हेर्दा मिल्छ द बर्थ प्लेस अफ लर्ड बुद्ध लुम्बिनी डेभलपमेन्ट ट्रस्ट ओल्ड हेरिटेज साइट पाकरी ट्री भनेर लाउनु कन्भर्ट इन्टु द रुट होइन रुट फरम टु रुट जरादेखि जरैसम्म आएको छ सायद रुख यहीँ आएर अडिएको भए सायद हाँगो भाँचिन्थ्यो होला फेरि युनिभर्सले ब्रह्माण्डले फेरि अर्को स्वरूप लियो फेरि यहाँ यति मोटा मोटा तपाईँको जरो बनाएर यहाँबाट स्ट्रङ्स फाउन्डेसन अर्को बनाइसक्यो फेरि एउटा जग बनाइसक्यो होइन यसले हामीलाई के मेसेज गर्छ भने छेउछेउबाट हामीले सबैतिर माटो राख्यो भने सबैतिर एउटा जरो गाडेर फेरि पनि एउटा अमर वृक्ष बन्छ फर इक्जाम्पलको लागि ऊ त्यहाँ माथिपट्टि फेरि अर्को फेरि रुख पलायो त्यहीँबाट फेरि जरो गाड्यो होइन अब सबैतिरबाट जरो गाड्न थाल्यो भने रुख कहिले पनि मर्दैन होइन लिएर र पाकरी ट्री यसैको ऐना हो हाम्रो 96 फिट उचाइ 82 फिट फेद 5 फिट हाँगा फैलिएको बोर्काउले डिजाइनिङको रेयरली ट्री इन द वर्ल्ड विश्वमा एकदम बिरलै पाइने वृक्ष विश्वको गहना ornament अफ एसिया है गभर्मेन्ट अफ नेपाल आर्कोलोजी डिपार्टमेन्ट नेपाल सरकार पुरातत्व विभागबाट सर्टिफाइड एडभान्स बोर्ड नेपाल सरकार पुरातत्व विभागबाट सर्टिफाइड एडभान्स बोर्ड हाम्रो रामागराममा छ गौतम बुद्धको मावलीमा छ लुम्बिनीमा छ र हाम्रो एन्सियन्ट ट्री हिस्टोरिकल ट्री ऐतिहासिक वृक्ष भएको हुँदाखेरि यो राखिदिनु भएको छ आउनु त्यस्तै चित्र बनाइदिनु भएको छ लियो क्लबले सम्पूर्णले हेरौँ जानकारी ल्याउन् अवलोकन गर्नु रिसर्च गरौँ र माइक्रो स्टडी गरौँ भनेर यसले हामीले चित्र बनाइदिनु भएको छ सर्वप्रथम लियो लिडरसिप एक्सपिरियन्स अपर्च्युनिटी लियर सिङ्गर अर सेल्फ भोलिन्टियर पर्सन हाम्रो ग्लोबलाइजेसन पोल्युसन र पिस इन्भाइरोमेन्ट है हाम्रो प्रदूषण छ यतापट्टि शान्ति पार्छ अहिले हामी प्रदूषणमा छौँ हाम्रो खेतहरू पुरा ड्रगिस्ट भइरहेको छ जमिनहरू होइन खानाहरू गतिले छैन विषादी छ र यसबाट हामी डाइभर्ट गरेर हाम्रो अर्ग्यानिक खेतीहरू गर्ने र खेतहरूको अर्ग्यानिक ट्रिटमेन्ट गर्ने र जुन खानाहरू खाइरहेको छ त्यो खाना अहिले विदेशमा डिस्पोज गरिरहेको छ त्यही खाना हामीले खानुपर्को छ फुड टेस्टहरू गर्नुपर्छ र यसबाट हामी हेल्दी वेल्दी ह्याप्पिनेस भन्नुपर्छ भन्ने कुरालाई जानकारी गराइदिएको छ यसको हाम्रो ड्रिम प्रोजेक्ट भनेको हाम्रो मेडिटेसन सेन्टर छुट बाटोहरू मर्मत गर्ने हेर सिग्नल राख्ने बोर्डहरू बनाउने हामीसित भएको स्किल एबिलिटी ट्यालेन्ट फाइनेन्स इन्भेस्ट गरेर संसारको सामु पुऱ्याउने हामीसँग प्रिन्सिपल एउटा सिद्धान्त रहेको छ देवदा नगरपालिका रूपन्देही जिल्ला लुम्बिनी प्रदेशमा अवस्थित यस पाकरी वृक्षमा सम्पूर्ण आएर अवलोकन रिसर्च र माइक्रो स्टडी गरिदिनु हुन म रुद्र पाण्डे अनुरोध गर्दछु धन्यवाद।